हेलो सेवा साथीहरु फेरि पनि मैले चाहिँ है मेरो अर्को भिडियो लिएर आइसकेको छु। सबैजनाले हेरिदिनु होला अनि माया गरिदिनु होला है। अनि म चाहिँ आज चाहिँ जंगल जान लागेको अनि जंगल दाउरा काट्न जान लागेको अनि भिडियो बनाउँदै छु हैन गाइजहरु। मेरो चाहिँ बहिनी आइपुगेन, बहिनीलाई पर्खिँदै छु। सो गाइजहरु यस्तै छ। आया बाख्रा के बच्चे आइज बाख्राको मेरो बाख्रा है त गाइजहरु। यहाँ पनि छर्को बल्ल बल्ल आइपुग्यो है यहाँ। के गिजिरहेछौ त के खाएको होला यो औषधि काम नपाएर रात परिसक्यो। बेलुकाखेरि हामी चाहिँ दाउरा काट्नु हिँडेको। खुकुरी है नकर्दाको लाग्दैन भर मर्दाको। त्यहाँदेखि त आउँदैन पनि गीतहरु। हामी चाहिँ हिँडेको हैन। हाम्रो दोकु गाइजहरु हामीले चाहिँ यति चाहिँ दाउरा काटिसक्यौं। अब अझै फेरि बाँकी नै छ। माथि जानुपर्ने चाहिँ मास्तिर छ दाउरा चाहिँ छ तर हेर्नुस् त गाइजहरु त्यति दाउरा काट्दाखेरि नै यस्तो पसिना आएर हेर्नु त मेरो पसिना। फेरि यो दाउराहरु काट्नु पर्ने छ। गाह्रो छ हेर त यो के गरे खोइ देखा त। हेर्नुस् त गाइजहरु खोइ देखा न के हेर्नु स्केट खेल्दाखेरि त यो घाउ भएको। त्यता हेर दाउरा काट्नु खुर्पा नल्याएर हेर्नु त यसरी बसिरहेछ। मलाई मात्र काट्नु लाएर गाइजहरु हाम्रो चाहिँ भारी पनि भइसकेको छ है। अब अनि रात पनि परिसक्यो अलिअलि यस्तो छ। यहाँ छ भारी, यहाँ पनि छ भारी एक भारी अनि यहाँ छ। अब घर जानु पर्ने छ हैन। दाउरा पनि काटियो। दाउरा चाहिँ अलिअलि चिसै छ। अनि त्यो अस्ति 3-4 दिन त पानी पर्यो हजुरहरुलाई पनि थाहा नै छ हैन। अनि डढाउने दाउरा समेत छैन है। त्यही भएर हामी चाहिँ दाउरा काट्नु आएको। भोलिदेखि चाहिँ अब धानहरु काट्ने त्यस्तो सुरु हुँदैछ। त्यही भएर आज चाहिँ दाउरा काट्नु आएको। अनि यस्तै छ गाइज के गर्नु गाउँमा बसेपछि। अनि हाम्रो चाहिँ यस्तो जंगलको भित्रै हामी चाहिँ दाउरा काट्नु यहाँ माथि रुख ढलेको छ अझै पनि छ। अनि हामी चाहिँ दाउरा काटेर पनि बारी बनाएर अब घर जानु आँटेको। यहाँ तल चाहिँ एउटा खोलामा खुट्टा धुनु छ। दिनभरि फोन हेर्यो अनि मलाई मात्र दाउरा काट्नु लाएर हेर्नु होला गाइज। यहाँ चाहिँ दाउरा छ यो दिदीको। अब दिदीले बोक्नु भयो है। मैले ठेल्दिएर गाइजहरु अब हामी घर जान्छौं। यहाँ दिदीले बोक्नु हुँदैछ। बारी कस्तो छ अब यहाँ छ मेरो भारी पनि ठेल्दिनुहुन्छ अनि हामी जाने घर। ल दिदीले बोकिसक्नु भयो गाइज। अब मेरो टर्न बाँकी रहेको छ गाइज। मेरो भार ठेल्नको लागि आउनु हुँदैछ दिदी। भारी बोक्दैछ है। गाइजहरु भारी पनि बोक्यो झन्। हाम्रो यस्तो आज छिराइज गाह्रो छ यहाँ ढाक्ने कम्पिटिसन।
ननु चाहिँ नलन गाह्रो छ साथी हो उकालो हाम्रो चाहिँ हिँड्नुपर्छ उकालो हिँड्नुपर्छ केमा अड्किन्छौँ छ्या कहाँ अड्किन्छौ म चाहिँ उकालो बाटो सक्यो मेरो बिस्तारै है बिस्तारै त्यहाँ माथि अड्किन्छ है हो त्यता माथि मेरो नि अड्केर अब पछाडि बोलाइदिँदा भिडियो हिँडेको कसरी कसरी बनाइदिनुको पछाडि क्यामेरा बनाउनु मिलेकै छैन त छैन यी देखाउँदिन त्यस्तो मैले पनि अघि बनाएको त हुँदै छैन मेरो ओइ चप्पल झिक्दै त डुब्दैछ ल त्यसै त्यसै यसरी नै बनाइदिनु हेर्नु हेतरका छिन मेरो टाउको डुबिसक्यो मेरो चाहिँ ढाड साह्रै दुखो कहाँ यति आउँछ यसले चाहिँ घोटे घोटे त्यही त कस्तो भाल लाग्यो हामी चाहिँ घर पुग्न लागेको गाइजहरू होइन अब यस्तै छ रात पनि परिसक्यो पसिना पनि लास्टै निस्केछ हेर्नुहोस् त कति साह्रो पसिना भएको मेरो चाहिँ पसिना यस्तै बग्छ